नमस्ते सबैलाई। आज हामी पृथ्वीको सबैभन्दा ठूलो चुनौतीमध्ये एक प्लास्टिक प्रदूषण बारे जानकारी दिन गयौँ। प्लास्टिक जुन हाम्रो जीवनको अभिन्न हिस्सा बनिसकेको छ। हरेक वर्ष करिब 70 लाख टन प्लास्टिकहरू समुद्रमा पुग्दछ। त्यसले गर्दा समुद्री जीवन र वातावरणलाई क्षति पुर्याउँदछ। प्लास्टिक प्राकृतिक रूपमा बिग्रिन धेरै वर्ष लाग्छ। कतिपय प्लास्टिक 100 वर्षसम्म पृथ्वीमा नै रहन्छ। माइक्रोप्लास्टिक हाम्रो शरीरमा, हाम्रो खानामा र हाम्रो सासमा भेटिन थालेको छ। हामीलाई थाहा छ कि यो प्रदूषण केवल प्राकृतिक धरोहरलाई मात्र होइन, हाम्रो स्वास्थ्य र भविष्यलाई पनि असर गर्दछ। तर यी समस्याहरू असाध्यै गम्भीर भए पनि समाधान हाम्रै हातमा छ। हामीले प्लास्टिकको प्रयोग कम गर्नुपर्छ, पुनः प्रयोग गर्नुपर्छ, रिसाइकललाई प्राथमिकतामा दिनुपर्छ। सानो प्रयासले ठूलो परिवर्तन ल्याउन सक्छौं। एउटा कपडाको झोला, स्टिलको बोतलले हजारौं प्लास्टिकका झोलाहरू बचाउन सक्छ। आजको वातावरण दिवसमा हामी सबैले प्रतिज्ञा गरौँ प्लास्टिक प्रदूषण रोक्ने र आफ्नो पर्यावरणलाई बचाउने। आजको सन्देशलाई केवल सुनौं हैन, बोलौं, गरौं र फैलाऊ। प्लास्टिक प्रदूषणलाई अन्त गरौं। लेट्स बी प्लास्टिक पोल्युसन। अबको भविष्य हाम्रो हातमा।